जय नेपाल। म सूरज कुमार रौनियार। सबैलाई नमस्ते। भ्रष्टाचार यो देशको क्यान्सर हो। यसको उपचार अब कुराले होइन, अपरेसनबाट गरिन्छ। म प्रष्ट भन्छु, राज्यको ढुकुटीमा गिद्ध नजर लाउनेहरू जो कोही होस्, उसले जेलको हावा खानुपर्छ। अब सरकारी अड्डामा न कुनै सेटिङ चल्छ, न कुनै बिचेलियाहरू। फाइलहरू खुल्छन्, पहुँचको भरमा लुट्नेहरूको निन्द्रा हराउँछ। तपाईले तिरेको एक एक रुपियाँको हिसाब जनतालाई बुझाउनु पर्छ। अब लुटेराहरूको होइन, अब इमान्दारको राज चल्नेछ। भ्रष्टाचार सहने दिन सकिए, अब सधैँ सिस्टम चल्छ। अब 2 हप्तामा सरकार बन्दैछ। 10 दिन 2 हप्तामा सरकार बन्दैछ। म सबै जनतालाई अनुरोध गर्न चाहन्छु। मबाट त धेरै एमालेका, काङ्ग्रेसका, माओवादीका पार्टीहरू, कार्यकर्ताहरू मसँग रिसाउनु भयो होला, मसँग आक्रोश होला, तर सबै म दाजुभाइ दिदीबहिनीहरू सम्पूर्ण जनतालाई अनुरोध गर्न चाहन्छु। हामी कुनै पार्टीको झन्डा उठाउने होइन। हामी माओवादी, हामी यो सङ्गठन, हामी यो दल भनेर लड्ने होइन। हामी देशको झन्डा बोक्ने हो। हाम्रो हातमा देशको झन्डा होस्। अब सबैले म अनुरोध गर्न चाहन्छु, तपाईहरू अब खुसीको कुरा छ। तपाईँले बत्तीको स्विच थिचे जस्तो, पङ्खा अन गरे जस्तो होइन। समय लाग्छ, टाइम लाग्छ। धैर्य गर्नुहोस्। अब सबै कुराहरू बिस्तारै 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 ठिक हुँदै जान्छ। अब जनताले न्याय पाउँछ, शिक्षा पाउँछ, हरेक कुरा पाउँछ। सरकार बन्न दिनुहोस्। अब बलियो सरकार बन्दैछ, राष्ट्रिय स्वतन्त्र पार्टीको बलियो सरकार। बालेन दाईलाई म धेरै धेरै, सुदन गुरुङ दाईहरूलाई पनि धेरै धेरै धन्यवाद, रवि दाईहरूलाई पनि धेरै धेरै धन्यवाद। अब देशले सही दिशातर्फ अब अगाडि बढ्दैछ। सुदन दाईलाई पनि एकदम धेरै धेरै धन्यवाद, रवि दाईलाई पनि। अब जति सिंहदरबारमा पहिला 20-21वटा मन्त्रालय थियो, अब त्यो कम हुँदै गएको छ। अबको सरकारले 14-15वटामा मन्त्रालयमा सीमित गर्ने भन्ने कुरा छ। त्यो एकदम राम्रो कुरा हो। राज्यको ढुकुटी बच्छ, पैसा बच्छ, भ्रष्टाचार कम हुन्छ। जति मन्त्रालय कम भयो त्यति नै भ्रष्टाचार पनि कम हुँदै जान्छ मेरो बुझाइमा। मैले सिंहदरबारभित्रका पहिला 16वटा मन्त्रालयहरू सबै मैले आँखाले देखेको, भोगेको हो। कस्तो हुन्छ मन्त्रालयको सिस्टम, कसरी मन्त्रालय चल्छ, बिचौलियाहरू कसरी सिंहदरबारको गेट बाहिर बस्छ, पुलिस कसरी गेटमा ड्युटी गर्छ, फोन कसरी अगाडि नै मन्त्रीलाई पुग्छ र स्वकीय सचिवलाई कसरी पुग्छ, सचिवलाई पुगेको कुरा कसरी मन्त्री कहाँ जान्छ, यो सबै कुराहरू मलाई थाहा छ। तर अब त्यस्तो होइन। अब जे कुरा हुन्छ स्वतन्त्र हुन्छ, निष्पक्ष हुन्छ, न्यायिक हुन्छ। त्यसमा जनताहरूलाई ढुक्क भएर बस्नलाई म आग्रह गर्न चाहन्छु। अब तपाईँहरू नआत्तिनुहोस्। सबै कुराको छानबिन हुन्छ र सबै कुराहरूको फाइल खुल्छ। अब जनताले न्याय पाउँछ। अनि तपाईँहरू सबैलाई म आग्रह गर्न चाहन्छु कि अरूले गरे भने नातावाद, कृपावाद, आफूले गरे भने योगदानको कदर, अरूले गरे भने भागभन्डा, बाँडफाट, अरूले गरे भने जिम्मेवारीको बाँडफाट, अरूले गरे नुनको सोझो र सेटिङ, आफूले गरे पारस्परिक सम्बन्ध, अरूले गरे जे कुरामा पनि विरोध, आफूले गरे मिहिन, रचनात्मक, राम्रो। अनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन। खै प्रतिवेदन? यो निर्णय साँच्चीकै कसको हो? निर्णय गर्नेको कि गराउनेको? म यसमा कन्फ्युज छु। विज्ञानराज शर्मा, हाम्रो कार्की आयोग, प्रतिवेदन त तपाईँले बुझाउनु भयो। सबै जनताले अब न्यायको अपेक्षा गरेको छ। प्रतिवेदन बुझाउनु भयो। शहीदहरूको न्यायको लागि भए पनि खोइ त प्रतिवेदन सार्वजनिक भएको? 2047 सालमा 63 सालको जस्तो माओवादीको प्रतिवेदन त्यसरी नै हराएर विलुप्त भएर जाने हो कि यो सरकारले प्रतिवेदन सार्वजनिक गर्ने हो? मेरो प्रश्न छ सरकारसँग। तपाईँहरू यो प्रतिवेदन सार्वजनिक गर्नुहोस्। जसले अपराध गरेको छ, जसले 71 जनाको ज्यान लिएको छ, त्यत्रो घाइते बनाएको छ, त्यसको रगत खेर नजाओस्। म सरकारसँग अनुरोध गर्छु, त्यो प्रतिवेदन सार्वजनिक होस्। अनि बल्ल जनताले न्याय पाउँछ र जनताले जितेको दिन हुनेछ भन्ने
म महसुस गर्नेछु। जय नेपाल।